हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी मर्निङमा के गर्नेवाला छ भने आज मर्निङमा उठेर खाजासाजा बनाएर खाएर अब चाहिँ हामी खाजासाजा खाएर खानासाना रेडी गरेर माटो खन्न जाने। आज चाहिँ हामी आँगन चाहिँ सफा लिप्ने। दिस वान यहाँ बोरा नाम्लो खन्ने कोदालो छ। अनि म र बहिनी चाहिँ अब जानेवालामा छौँ। आज हाम्रो धान पनि कस्तो भयो देखाउनेवाला छौँ। कसैको पाकिसकेको छ, कसैको पाके छैन, कसैको हरियाली नै छ, कसैको तर घाम लागिसकेको छ। हामी खानासाना बनाएर सब कुरा रेडी गरेर जान लागेको नि त बहिनी र म मात्रै छ। अनि त्यही भएको भएर हतार छ हामीलाई। मलाई त यसरी भरिया गरेर बोका यसले। हामी चाहिँ फेरि यसरी जाँदैछौँ। कसको त यहाँ के अरे को भेनाहरूको कि कतितिरको यहाँ यस्तो पराल ल्याइसकेको रहेछ। हाम्रो पिङ्गलसम्म पनि फुगाले छैन। यहाँ चौतरामा ल्याएर बिसाएको रहेछ। हाम्रो खेतहरू उता पारी छ। अनि माटो खन्न त्यो गर्दा यो नराम्रो माटो यहाँभित्र यस्तो भइगएर त्यो झुकेर होइन साह्रै मिठै हुन्न क्या यस्तो त। ओभरफ्लो गएको नि त यत्रो पानी छ यहाँ। हाम्रो झारा आउँदैन आउने। छेउछेउको के भन्छ कोदो मैले रोपेको होइन। यहाँ धान पनि सबसे धेरै मैले रोपेको देखाउ म भन्छु। भेट्यो देवी दिदीले देखाउ। यहाँ अलि माथि गएर यहाँ चाहिँ हामीले हलो हालेर रोपेको हो। तर यहाँ त्यो रोपारी मै रामदीले ठगेर कति बेलामा भन्दै गरेर ठगी। अनि मेरो घर रिस उठेर रातिसँगै गर्न लगाइदियो। भुलको आउँछ भनेर राति नै गर्न लगाएको। यो दुइटा गएर राति नै ठगेको क्या। कति बेला बुढाले बोलाएर कति बेलामा भोकै आएर के भनेर ठगेको। त्यही भएर अनि त्यो दुइटा गएर पछि रोप्ने भन्यो। मैले अहिले रोपेर जाने हो भनेर रोपेँ। त्यो दानाहरू चाहिँ मैले रोपेको प्रायः धान उयो कुखरको गरा उताको त्यो मैरामले रोप्यो छेउको। अनि यो बिचमा उहाँसँग मैले रोपेको। अनि यहाँ यो ठुलो गरा पनि मैले आधाको त्यसले एक साइड लग्यो भने दुई साइड मैले दुई लुङ मैले लगेको। यो गरा पनि मैले रोपेको। तिमी यहाँ पनि आइपुगेको थियौ है त्यो गरा रोपेको त। अनि यो गरा पनि मैले यहाँ त यहाँ जुन आमा र त्यो मैरामले यहाँ रोपिरहेको थियो। यो चाहिँ कोदो धानको ब्याग थियो। तर पनि अनि मैले अनि यहाँ आधाभन्दा माथिबाट मैले रोपेको। आमा र उनीहरूले नभ्याएर मैले सब रोपेको। यो खलेगरा त त्यसले छेउछेउ रोपिरहेको थिएँ। मैले कोदो रोपेर पनि यत्रो रोपिभ्याउँदाखेरि अनि नभ्याएको। त्यस्तो स्टोरी छ यो धानको। कस्तो भयो धान फले है भनौँ। अब यो हामीले यो धानले चाहिँ पानी पाएन क्या बिचरा। 2 हप्तामा त हुन्छ। अब यो ठ्याक्क तिहार पछाडि म टिका लगाएर आउँछु पोखरा गएर। तिहार टिका लगाएको भोलि पर्सिपल्ट म रिटर्न फर्किन्छु। अनि आएर नि काट्नुपर्छ। यो चाहिँ ओहो यहाँ चाहिँ धान खाइदिन्छ। अलि खाइहाल्छ है गोरुले। हाम्रो त्यत्रो गएर खन्न लगाइदिएको भयो नि त। जहाँको बेसी बोकेर हुन्छ जहाँ त्यही गएर त न्याय चाहियो मलाई भन्नु।
त्यसले मलाई उहाँबाट यो फैलो उठाएर लिएर आयो जुगायो क्या भातचकतिर घाम लाग्यो भए अब त भात सबै हाम्रो नौरथतिर पनि हुन्छ नि यो सबै हामीले काटेर खेती गरेको कि दसैँको बाटो सरसफाइ मैले गरेको गर्दा छैन मैले गरेको अरू तल धान रोपेन के नि कोदो नि रोप्नु मैले धान रोपेको चर्सफी सब मैले कसैले पत्ता आएन भोट सब मैले उगाइदिएको त्यो सासु गएर पनि त्यहाँपट्टि माटो खन्ने ठाउँ जाऊ गर खान ल यो खन्न पनि मलाई जाऊ रे लौ त अब चाहिँ म यहाँ खन्नेवाला छु खनेर अनि कलेक्ट गरेर लाने हो ल उसको यसमा त ओहो घाम आउनु लाग्छ त छिटो न यहाँसम्म त सबै फुकाले हिँड्नुपर्छ माटो माटो भएर उस हुन्छ कि है माटो त कलिलो रहेछ कलिलो होइन कमलो कमलो एउटा बोरा निकाल त त्यहाँ खन्दै हाल्दै गर्ने यसमा हाल्नु ढुङ्गा नि केला हो नयाँ बोरामा हामीले यसो गरेछौँ भरे आमाले तिमीहरूको दिदी बहिनीले पनि नखानिलो हुने काम गर्छ भन्छ कि के हुन्छ यो माटो कसको पनि चोरिदिएको भन्नाले यसो सार्वजनिक गरिदिएको हामीले कसैको नि होइन यो सबैको पहिला बेला त उहाँ त्यो उसबाट खनेर लान्थ्यो है के अरे कमेरीबाट यहाँ त रातो माटो थियो यो त अलि रातो माटो त छैन तर मलिलो माटो छ है आमाले घाम खनेर लिएर आइहाल्यो है भने तर हामी चाहिँ केलाएर लैजान्छौँ त्यहाँ नाइटिङ्गेल थियो नि त अनि फेरि के कहाँ जाने हो कस्तो गर्ने हो भनेर मान्छेहरू चाहिँ नाना थरीको खोज्छ अनि झगडा गर्ने काम गर्छ नि त्यही भएर हामी नबोलिकन आएको मान्छेहरू पानी चाहियो भने त आफूहरू आएन भने त फेरि हिँड्दो रहेछ पानी हाम्रो कति दिन भयो कति हप्ता भयो न महिना होइन न कति महिना भयो 5-6 महिना है होइन त्यहाँ हामीले गेटबाट ल्याएर हाल्यो भने नि यिनीहरूले उस गरिदिन्छ क्या भागिदिने बिगारिदिने गर्छ क्या किनभने अब त्यो गेटबाट हाल्यो भने पानी कन्ट्रोल भइहाल्छ नि त अनि तिनीहरूले चाहिँ अब त्यो उस गर्दैन खर्च मात्रै हुन्छ क्या अस्ट्रेलियाको म्याच खाएन धेरै त बोल्नु सक्दैन होला त्यहाँ घरको हाम्रो चाहिँ माटो रेडी भइसक्यो यत्रो खालको बिल्टो भइदियो यहाँ माथि धान कोदोको बारीहरू हो दुईटाको भारी रेडी भयो यति बोकेर जाने हो ये
हजार खुट्टा बाङ्गी गर्दै गर्दै हिँड्या भाइले बन्न सकेर कसरी दुख्यो दुखेन भनेको होइन पैसाले दुख्यो ओह्रालो जस्तो बाँधेको टाउको बाँध्नु हामीले Like that. यसरी गर्नुपर्छ क्या त्यो गरेर त कहिले गरेर हुन्छ जस्तो तिमीले यसो गर्छु यीहरू त यसो गऱ्यो भने यो त नरम भइहाल्छ यी यसो गर न आस्ते आस्ते ढुङ्गा छ एकदम त्यो एउटा ढुङ्गाले काट्छ नि हुन्छ नि ढुङ्गा गोबर धेरै भयो अलि माटो धेरै गर गोबर थोरै गोबर धेरै भयो धेरै भयो नि लगाएर दिएको यो माटो यो पानी अब म यहाँबाट स्टार्ट गर्छु यिनीहरू त चबोचल सिच हो क्या चल्छ ओइ तँलाई त म मन पराएन खायो पियो अनि भाग्यो राति घर बस्नुपर्छ भने थाहा छैन तर बसिरहेको छैन र भात दिएको त अरू नि भेट्न जा यिनीले धेरै लाउँछ मलाई थाहा छैन यहाँबाट म जान्छु जा उता हट न हट स्टाइल गरिदिनु मजाको हत्ता जाने मान्छे त आफ्नो काम गर्दैन हेर्नु र कस्तो हिँड्छ उसमा नि लिपिदिने भयो यो सिमन्टीमा नि त्यो कुनाहरू त्यसले लिनु भएको माथि होइन त्यो तल फेरि त्यो कुनामा उठ्नु हुने तर सिमन्टीमा त बस्छ पहिला आमाले यसरी लिपिरहेको थियो त्यहाँ गाडी गरेर ढुङ्गा ढुङ्गा देखाइदिन्थे पहिलाको याद आइदियो
हिँडेको चाहिँ हामी फेरि नहिँडेको ढुङ्गा ढुङ्गा हिँड्दै अहिलेको जतिमा चाहिँ आमा पोखरा ओसा नि यो फुटेको ठाउँमा नि यसो लिप्दिउँ ढुङ्गा फुटेर त्यो पालहरू उस गर्ने काम हो कि तर यसमा त बस्दैन होला किनभने यो ढुङ्गामा त अलिक आठा कत्रो घामले फुलेको यार बाहिर बाहिर उडे यो हरियो झार छ नि त को हरियो त्यही माथि गरिदेऊ बस्दैन क्या माथि किन नबस्ने हो त बस्ला नि बस्दैन के भन्छ भनेर मलाई नीति भयो मलाई फोर गरेर मैले आएदेखि छैन पागल परेन जे पाएको आज मेरो नङ सङ सब उडी गयो पाल्नु भनेर के हो पालेको होइन आफै बढेको थियो घटिहाल्यो फेरि पालेकै त ए हो होइन बस्छ होला भनेर प्याट प्याट गरिदिएको फेरि माटो पाली पनि गर्दैन त माटो किन्न नजाने र एउटा पनि भइदिनु उताको साइडमा कति हेरेको उसै यताको साइडमा हुन्छ होइन छिछि रे बाबा छिछि रे बाबा मेरो हातमा यहाँ किन हाल्नु पर्छ त पानी ए झन् नहालिकन गऱ्यो भने झन् नहालिकन गर्नु यसरी प्याक 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 फालेर भागिदिनु सीतामा मामा किन हल्लाएको त यहाँ डब्बा मैले पानी हाले आफू भाँडा हल्ला नि त मान्छेहरू आफ्नो काम नगरेर यो चामल दिउँ न उठ्नु घर नबसेर हिँडेको आएको होला ध्यान उठ्ने बित्तिकै जुरुक्क उठ्ने बित्तिकै हगाएको भयो मान्छेहरू घरमा छ भनेदेखि फेरि मलाई फेरि त्यस्तोलाई फेरि बढाइ चढाइ गर्नु मन लाग्छ त्यो अलिअलि भएको त केही नि हुन्न है नाटक गर्नु पनि सुन्नु हुन्छ सबै त पुरा भन्नु हुँदैन कि आज असत्य हुनु के भन्छ भनेर हाल्यो
घाम लास्टै आयो नि त्यही भएर छत्ती ओढेको यहाँ त यहाँ फाल्नु हडा जातो हुन्छ फेरि यस्तो नमिठो गरेर पोलेछ कि घामले लामो लाउनुपर्छ नि नि लिपेर आएको कहाँ यहाँ झापा हालिस् त्यतिको यो कुनाले लिप्नुपर्छ भएन काम गरे ए त्यो र भरे आमालाई म भिडियो पठाउँछु अनि त्यसपछि भयो भएन भनेर आमाले कमेन्ट गर्छ माथि तल काटिन्छ रे पाउने तलबाट काटिन्छ फेरि कुनामा अलिक कुनासँगै गर्नुपर्ने हो भएन कि अब पहिला युज गरौँ अनि माटो रह्यो भने गरौँला भनेर क्या अन्त नि अलिक थाहा रहेछ त बसेन भनेर अनि पहिला गर्नु पऱ्यो नि त पहिला कल अनि अहिले माटो एक्स्ट्रा भएपछि गर्नु खोइ यहाँ गोबर ल्याएर हाल्छौ कि यतिकै टाँस्थ्यौँ कहाँ ए अलि ठुलै छ है पखेर म अहिले हाल्छु है ए अघि त्यहाँ आएर बिसाउने बित्तिकै लागेको थियो मलाई पानी त्यो भारी बोक्नु जोसँग तिर लागेको थियो अनि फेरि आएर बिसाएको बिर्सिरहेको थाहा छैन त्यसलाई पानी किरा लाउनु नि बिर्सिन्छ कस्तो आएको नआउने दुईवटा नआउने फक्ला उकाइदिएर खुट्टाको कति एक बोरा नि गएन है हामीले धेरै लिएर आएछ क्या भित्र युज गर्ने अब राम्रो छ क्या माटो कलर यस्तो ललिलो कमल हो के भन्छ यसलाई सफ्ट छ नरम छ नरम छ रे बे नरम छ चिची तत्तरे रे घाँटीतिर उठ्दै आउँदै गरेछ हौ भने त्यसलाई फेरि अनि यस्तो गरेर यहाँ माटो उस गरेर लिप्नुपर्छ त है छुट्टी भएपछि क्या होइन पोतो लगाइदियो हुन्छ अलिअलि यस्तो फाटिन्छ नि त नि पानी त्यो गरे नि भयो नगरे नि भयो पोतो लगाएर त अझै नि भयो ओए माटो लिपेछ नि माटो म चाहिँ भ्याइयो अठ्ठा कत्रो घामले बोलेको भनेको अठ्ठा अरू घामले बोलाएर कस्तो चिटिटिटे गरेर पहिला आँगन बढाउनु पर्ने थियो अरे हामीले यत्तिकै लिपिदिएछ बढालेको मैले हिजो उस उकाइदियो नि त्यो खोर गरिदियो दिनु हे यो टोपी पनि के हो सिद्ध गरेर नबस्ने त्यसलाई सोध के हो रसिलाको मान्छेले ढामा हान्ने झापो हाल्छ नि फेरि यहाँ छ है ग्रिनरी उकाइदिएको
तर त राम्रो देखेको थियो कि है। यहाँबाट टुई यहाँसम्म लिप्दाखेरि बिहानभरि कट्यो। म त छत्री ओढेर बसेछु किनभने यस्तो गोरो गरिदियो। उफ भह छत्री ओढेर बसेछु किनभने घाम यस्तो लाग्यो। कति बज्यो हामीले बिहान कति बजी गएको हामी होइन 7:30 बजेतिर गएको अनि 8 साढे 8 बजीतिर आएको थियो। 9 10 साढे 10 भइसक्यो बल्ल भ्यायो। अब हामी खानासाना खान्छौँ यतिको भयो। बल्ल राम्रो देखियो जो सुकेपछि अझै राम्रो देखिन्छ होला। अनि यसलाई फेरि यो सुकेपछि फेरि एकचोटि पोछा लगाउनु पर्छ अनि राम्रो हुन्छ। यो चाहिँ हिजो अस्ति देखाएको केरा अब तिहारको लागि भनेर काटेको। तिहारमा पोखरा लाने हो। हामी चाहिँ अब नुन खुर्सानी पिनेर खानु लाग्यो। उयो क्यामरा किन हामी चाहिँ अब यो नुन खुर्सानी पिनेर सुन्तला खान लागेको। यहाँ अम्बा पनि छ तर म यो सुन्तला खानेवाला छु यहाँ हालेर। हाम्रो हरियो खुर्सानी र नुन हरियो खुर्सानी र नुन मात्रै पिनेको केही हालेको छैन। दामी भएको छ सुन्तला 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 र नुन खुर्सानी खाने। अब बजैली दुईजनाको काम फिनिस।